हाई गाइज आज चाहिँ हाई गाइज के छ हाल खबर सबैजना सन्चै हुनुहुन्छ हामी पनि सन्चै छौँ एकदमै आरामै छौँ आशा छ तपाईहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने र आज हामी हाम्रो सिमी टिप्दैछौँ ल भन त के छ हाम्रो इस्यु छ आज हाम्रो सानो करेसाबारी रहेको छ हामी देखाउन चाहन्छौँ है हजुरहरूलाई के कस्तो हुन्छ कमेन्ट गरिदिनु होला सानो सानो छ हल्का फुल्का आफ्नको लागि लगाएको के कस्तो हुन्छ हेर्नु होला है अन्तिमसम्म भिडियो आज चाहिँ बिहानदेखि हल्का हल्का पानी परिरहेको थियो अहिले चाहिँ यस्तो राम्रो मौसम भइरहेछ घाम सूर्यनारायण पनि देखिरहेछन् राम्रो भइरहेछ जे होस् अहिले चाहिँ मौसमहरू ल अब हाम्रो बारी स्टार्ट गरौँ है त साथीहरू यहाँ रहेको छ लसुन मैले आफैले लगाएको यो लसुन भइहाल्यो ठिकै छ अहिले साल राम्रो छ जे होस् यता रहेको छ तम्बाकु वा कस्तो राम्रो बोट है तम्बाकु रहेको छ तपाईँहरूलाई थाहा छ कि छैन बुढाबुढीले खाने धुवा उडाउने भन्ने अरे फेरि मैले यहाँ चाहिँ पहिला गोपी लगाएको थिएँ कस्तो राम्रो भइरहेको थियो गोपीहरू अहिले चाहिँ हाम्रो हजुरआमाले तम्बाकु लाउनु भएको छ गोपीको हालत यही दुईटा हो बचेको भनेको अरू सब भ्याइयो लगभग यता रहेको छ टमाटर पनि पुस भनेपछि माघको पहिलो हप्ता पुसको अन्तिमबाट खान लागेको हो आफूलाई जे होस् भइरहेछ किन्नु परेको छैन टमाटर चाहिँ टमाटर देख्न सक्नुहुन्छ मेरो आफ्नै करेसाबारी मैले आफैले लगाएको मेहनत गरेर यता रहेको छ मेथी यो चाहिँ इन्डियाबाट ल्याएको हो मैले बिउ अनि साग खाने हो के अरे साग खाएर सकियो अब फुल्दैछ बिउको लागि यता रहेको छ खुर्सानीहरू तर लगभग खुर्सानीहरू पनि खाएर भ्यायो अनि भिडा पनि अनि यसको डेट स्क्वायर हुन लाग्यो अब यता रहेको छ केराउ कस्तो दामी फुल फुलेको के यो चाहिँ अर्काको बारी होइन है मेरो आफ्नै बारी हो मैले मेहनत गरेर लगाएको सबै चिजहरू यता हाम्रो नानु के भन्न चाहनुहुन्छ नानु यो यहाँदेखि त्यहाँसम्म चाहिँ यो कुकुरदेखि उतासम्म चाहिँ हामीले के अरे सिमी लगाएको थियौँ सिमी चाहिँ टिपिसक्यौँ अब यो लास्ट रहेको चाहिँ यहाँ मैले यो झ्याङ्टाहरू खाएर मकै लगाऊँ कि भन्ने सोचिराखेको छु त्यसकै लागि त्यसकै सिलसिलामा छौँ हामीहरू यो चाहिँ लास्ट रहेको सिमीहरू हो यसको अन्तिम संस्कार हुन्छ आज देख्न सक्नुहुन्छ यहाँ रहेको छ प्याज देख्न सक्नुहुन्छ प्याज पनि लगाइरहेको छौँ तर प्याजभित्र मकै आलुमा चाहिँ आलु लगाएको बेला चाहिँ मकै रोपेको थिएँ मैले तर उक्काएन किन भन्दा वरिपरि प्याज भइहाल्छ मकै भएपछि खानु पनि भइहाल्छ किन उक्काउनु भनेर नउक्काएको यहाँ रहेको चाहिँ एउटै मुला दुईटा तिनवटा मुला ऊ त्यहाँ रहेको छ लियो आऊ वाउ लियो बहादुर के गर्दैछौ लियो हामीसँगै बारीमा आइरहेछ यिनी पनि र यिनको प्रायः जसो बस्ने भनेको यतैतिर हो घाम ताप्ने देख्न सक्नुहुन्छ हाम्रो गाउँ तर एक दिन हाम्रो गाउँ पनि देखाउनु छु हजुरहरूलाई तर ठिकै छ वातावरण अहिले चाहिँ गर्मी पनि छैन चिसो पनि छैन ठिकैको वातावरण भइरहेछ यो चाहिँ हाम्रो अङ्कलको बारी हो यहाँ पनि लसुन पनि एकदम मस्त अनि राम्रो भइरहेछ भनौँ मायु यता आऊ छोरी यता आऊ बाबु ल साथीहरू हाम्रो बारी चाहिँ यति नै रहेको छ भिडियो के कस्तो लाग्छ हेर्नु होला है अहिलेलाई चाहिँ बाई अब अर्को भिडियोमा भेटौँला
कोकोबाला कुन 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 बारमा हाल्नुहुन्छ ल बोलौँ त बाई